हेलो गाइज, आज चाहिँ हामी होइन टक्क के अरे यसले के तिर्ने अरे यो यहाँ चाहिँ जग्गाको तिर्न जाँदैछौँ होइन। दुई ठाउँमा जानुपर्ने छ। हाम्रो चाहिँ जग्गा दुई ठाउँमा छ होइन। टक्क यहाँ सबै कागज सागज रेडी भइसक्यो। अब टक्क बाइकमा जाने होइन। टक्क चढेर वडा नम्बर 2 को हो है सुरुमा चाहिँ हाम्रो मिसन होइन, गन्तव्यसम्म पुग्ने हो। टक्क लाएर वडा नम्बर 5 को कार्यालय जाने। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ भ्यू चाहिँ बबाल चलिरहेछ। अहिले अँध्यारो भइरहेछ। पानी पऱ्यो भने फेरि बबाल हुन्छ है। वर्षमा तिर्नुपर्छ 8-10 हजार होइन। असारको लास्टमा तिर्नुपर्छ होइन। नत्र त तर हाम्रो के अरे त्यो ब्याज लिन्छ होइन। ब्याज लियो भने फेरि गाह्रो हुन्छ। ब्याज तिर्न सकिँदैन होइन। तपाईँहरूलाई हामी सबै ठाउँको जानकारी दिन्छौँ होइन। बबाल छ भ्यू चाहिँ जोस्। यो चाहिँ हाम्रो गरुवा बहुमुखी क्याम्पस। त्यसको माथि ठ्याक्कै माथि चाहिँ हाम्रो कन्का स्कुलको छ माध्यमिक तहको विद्यालय होइन। यहाँ चाहिँ हाम्रो पुरानो माई अस्पताल, अहिलेको कृषि खोप जस्तै एउटा यो हो। माई नगरपालिका चाहिँ यहाँ छ गाइस। यसको कार्यालय चाहिँ अलिक टाढा छ होइन। खोलाएर माई नगरपालिकाको कार्यालय पुग्न चाहिँ कम 10 देखि 15 मिनट लाग्छ बाइकमा जाँदा। हिँड्दै जाँदा लगभग आधी घन्टै लाग्छ होइन। अनि त्यसपछि चाहिँ हामी फेरि यतापट्टि अथवा थाक्ले छ होइन। त्यसको मेन कार्यालय 5 नम्बर चाहिँ 2 नम्बरको चाहिँ शुक्रबारे बजारमा छ होइन। अनि त्यो चाहिँ थाक्लेमा 2 ठाउँमा हुन्छ क्या। थाक्लेको चाहिँ एउटा चाहिँ काली खोलामा हुन्छ अनि थाक्लेमै हुन्छ क्या 5 नम्बरको। अनि हामी थाक्ले नगर आज काली खोला जान्छ। 3 दिन चाहिँ काली खोलामा हुन्छ, 3 दिन चाहिँ थाक्लेमा हुन्छ होइन। त्यो कन्काई भनेको चाहिँ यहाँ चाहिँ अघि मैले देखाएको कन्काई चाहिँ 8 सम्म छ। यहाँ चाहिँ 9 देखि 12 सम्म छ गाइस। गरुवा खोला छ गाइस यहाँ चाहिँ होइन। लगभग खेतहरूको काम हुँदैछ। गरुवा खोलाको पुल है गाइस। यहाँ यो बार लाएको तपाईँहरूले देखिरहनु भयो होला। येल्लो कलरको ट्याङ्की त्यो वडा कार्यालय हो होइन। यहाँ चाहिँ हाम्रो मन्दिर छ है, देवी मन्दिर भनिन्छ। यो बाटोबाट चाहिँ वडा कार्यालय जानुपर्छ होइन। यहाँ छ वडा कार्यालय चाहिँ। यहाँ चाहिँ अब हामी तिर्छौँ जग्गाको। अनि टक्क गइन्छ है गाइस। ल तिरो चाहिँ तिर्नुपर्ने रहेछ वर्षै पछि। मलाई पनि थाहा थिएन, बल्ल थाहा भयो होइन। आयो फाइनली वडा कार्यालय चाहिँ यो हो होइन। एकदमै ठुलो छ वडा कार्यालय। वरिपरि पर्खाल छ है। बबाल छ वडा कार्यालय। मान्छेहरूको भिड होला किनभने असार महिनामा चाहिँ तिर्नुपर्छ नि त होइन। सामान छोडिदियो होइन। काम चाहिँ भएन, लाइन गइहाल्यो होइन। कामसाम केही भएन। अब एकछिनमा आउँछौँ फेरि। अब हामी सिधै अब थाक्लेतिर लाग्दिने होइन। वडा नम्बर 5 को टक्क अझै 2टा जग्गा छ क्या। फेरि हैरान छ होइन। बबाल छ है भ्यू चाहिँ। यहाँ चाहिँ मान्छेहरूको घर छ है गाइस। खोलाएर पिच रोड चाहिँ आइपुग्नु आँट्यो होइन। उताको बाटो भए चाहिँ परबाट निस्किन्छ। अहिले चाहिँ आइ नै सक्यो है पिच रोड। त्यही भएर भिडियो स्टार्ट गरिदिइहाल्यो। अघि चाहिँ पिच रोडमा आएपछि गर्छु भनेको थिएँ, तर नजिक भएको कारणले होइन। पिच रोड नजिक भएको कारणले गर्दा अब निकालिदिइहाल्यो, भिडियो सुरु गरिहाल्यो होइन। फेरि यो चाहिँ हाम्रो दानाबारी मन्टेश्वरी भन्ने ठाउँ। तपाईँहरूको बालबालिकाहरूलाई चाहिँ होइन पढाइदिनु पऱ्यो हाम्रो ठाउँतिर होइन। सिधै जान्छौँ थाक्ले। अनि थाक्लेमा गएर सबै कामसाम सकेर होइन आउने हो। अनि कामसाम सकिसकेपछि चाहिँ टक्क फेरि यहीँ आउनुपर्ने हुन्छ क्या। यहाँ चाहिँ 2 ताल आउनुपर्ने हो किनभने यहाँ लाइन गयो। त्यही माथि काम नि भएन क्या। यसलाई चाहिँ भन्छ शुक्रबारे बजार होइन। यहाँ चाहिँ बजार लाग्छ शुक्रबार होइन। बबाल छ ठाउँ चाहिँ।
हुन्छ कि एकचोटि जानको शुक्रबारतिर आएको बेलामा चाहिँ होइन आउनु पर्यो बजारमा यसो घुम्नु होइन। वडा नम्बर 4 को वडा कार्यालय नि आइपुग्यो। अब 5 को आउन बाँकी छ है। यहाँ छ चाहिँ वडा नम्बर 4 को कार्यालय। यो देखिरहेको निलो भवन यसलाई चाहिँ भन्छ काली खोला जाने बाटो होइन। अब एउटा ब्रिज छ यहाँ चाहिँ यता परपट्टि पुरै अब हेभी ड्राइभर भयो क्या होइन। एक्सपिरियन्स छ नि त गाईलाई होइन। एकदम बबाल छ एक्सपिरियन्स गाडीको होइन। अब अनि टक्क लाएर बबाल टाइममा क्या कुदाइदिने अफरोड जस्तै अफरोडमा पनि के। अब तपाईँहरूले यतैको होइन इलामतिर मान्छेबुङतिरको मान्छेलाई त थाहा होला नि मान्छेबुङको बाटो कस्तो छ होइन। त्यस्तो बाटोमा कुदाइदिने हो क्या। छैन क्या 2-3 जना होइन ओभरलोडमा बाले छैन क्या। 30 को स्पिडभन्दा कम त मर्दैन हुने क्या। अब त्यस्तो हानिदिने होइन एक्सपिरियन्स। म डर लाग्छ क्या मान्छेमा। अब त्यही छ हो अफ साइडबाट होइन बाले छैन दाइलाई जस्तै साइडबाट पनि दाइ ओभरटेक हानिदिन्छन् क्या। अब सक्यो होइन। ओ माई गॉड गाइस बबाल छ है टाइडर हो क्या। हामी होइन कर तिर्न आएको कि राइडिङ हान्न आएको होइन थाहा छैन क्या। मन लाग्यो हानिदिएको क्या। अब डाइरेक्ट कस्तो बाटो चाहिँ देख्नु होला होइन। डर लाग्दै थियो क्या। मलाई मौसम फेरि बबाल छ है गाइस। आमामा धान रोपेको छ होइन। धान रोप्ने कार्यक्रम हुँदै रहेछ है। ढिलो छ बाटो चाहिँ। धान रोपेको ट्र्याक्टरहरू यही बाटो हिँड्छ नि त। हामी चाहिँ यहाँ काली खोलाको उकालो आइसक्यो होइन। काली खोला छिर्यो है गाइस। अघि काली खोला आउने उकालो देख्यो नि त। अब ओह्रालो पनि देखिन्छ बिस्तारै। लामिने आमालको फ्यान हो क्या फेरि। तर अर्जेन्टिनाको जर्सी जान्छ क्या। यो चाहिँ सुपारी बारी होइन। यता काली खोलाको मान्छे चाहिँ फेरि ओभर खेती गर्ने क्या गाइस होइन। खेतीमा चाहिँ ओभर महिना चासो हाल्ने क्या होइन। कोला धान जे नि रोपिदिने क्या। अब सबैभन्दा फल्ने भनेको यहाँ कोला र सुपारी हो होइन। अङ्कलहरू चाहिँ जाँदै हुनुहुँदो रहेछ अटोमा होइन गाइज। कता जानुभयो उहाँ पनि यहीँको बासिन्दा जस्तो लाग्यो मलाई। किनभने सुपारीको बिरुवा सिरुवा बोक्नु भएको थियो है। त्यहाँको है पका लाउनु हुँदैन है गाइज। अब कसरी जानु हेर्नु त गाइज यस्तो छ क्या बिचमा। अब यो गाई केही कथम बड्किदियो मात्रै भन्यो नि गाइज हाम्रो बिजोक हुन्छ क्या। किन यसरी चाहिँ नमान्नु है गाईहरू चाहिँ बिचमा फेरि एकछिनमा चाहिँ अब हाम्रो जग्गा पनि देखिन्छ क्या गाइज। त्यही जग्गाको हामी तिर्न जान आँटेको होइन। अहिले अब तपाईँहरूलाई जग्गा पनि देखाइदिन्छु कि यो साइडमा छ होइन। आउँछौँ अनि जग्गा देखाउँछौँ। तिरेर आउँछौँ होइन। टक्क लाएर पैसा तिर्ने आउने अनि जग्गा देखाउने क्या तपाईँहरूलाई। किन्न इन्ट्रेस्टेड हुनेहरू चाहिँ किन्न सक्नुहुन्छ। यो सेलमा छ होइन। कामको लागि चाहिँ फोन गर्नु। यो भिडियोको मुनि चाहिँ नम्बर पनि दिएको छ होइन। हेर्नु होला। भित्र छ है जग्गा यही हो। अहिले आउँछ तपाईँहरूलाई म रोकिओरी देखाउँछु होइन। यहाँ छ है जग्गा बबाल छ। आली लाउँदै रहेछ। आली लाउँदैछन् होइन। त्यो चाहिँ दाइहरूले अब अँध्यामा दिनुभएको है। अँध्यामा दिनुभयो। अहिले चाहिँ ब्याज मरनी भन्दो रहेछ होइन। ब्याज मरनीमा दिनुभएको रहेछ। तर अहिले चाहिँ बेच्न खोजिरहनु भएको छ है। अनि कसैले किन्नुहुन्छ भने चाहिँ एकदमै राम्रो दाममा मिलाएर होइन। सब्सक्राइब गर्नुभएको थियो भने लाइक गर्नुभएको थियो भने चाहिँ तपाईँहरूलाई अझै राम्रो हुन्छ है गाइस। उचित छुट होइन। त्यही भएर लाइक सब्सक्राइब गर्नु पनि जरुरी छ। कार्यालय थाहा छैन क्या अब कहाँ हो होइन। अब जाने होइन वडा कार्यालयमा सिधै तिर्ने अनि आउने। यहाँ चाहिँ बाँझै रहेछ खेत मकै सोके रहेछ। खेत भन्दा नि बारी हो यो चाहिँ। कहाँ हो वडा कार्यालय केही नि थाहा छैन होइन। यस्तो विकट ठाउँमा पनि बबाल घरहरू छन् है ठुला ठुला। वडा कार्यालय यहीँभित्र होला। खोइ गाइस कहाँ हो वडा कार्यालय केही पनि थाहा छैन। यहाँ वडा कता छ? यहीँभित्र हो।
दाइले चाहिँ यताभित्र भन्नुभएको छ है। अब यता जाने वडा कार्यालयतिर। वडा कार्यालय तपाईँहरूले पनि बाटो देख्नुभयो होला होइन, कसैको काम छ यस्तै काम छ भने चाहिँ आउन सक्नुहुन्छ है गाइज। माई नगरपालिका 5 वडा कार्यालय थाक्ले। अब यो चाहिँ वडा कार्यालय हो, एकदम राम्रो छ है गाइज, ब्युटिफुल हाउस जस्तै गाइज। वडा कार्यालयमा आइपुग्यो फाइनली, पाल छ वडा कार्यालय। ल गाइज अब चाहिँ फेरि अहिले साउन्डमा टिभी हाल्नुपर्छ त्यति बेला चाहिँ 4 वा 5 घन्टा आउनु पऱ्यो कि तपाईँले त्यति बेला चाहिँ कि त हेलो गाइस, हाम्रो चाहिँ यहाँ काम भयो होइन, 5 नम्बरमा काम भयो बल्ल तल्लो गरेर। अब चाहिँ हामी जान्छौँ अब फेरि 2 नम्बर होइन। 2 नम्बर दाइले फेरि हेभी ड्राइभर भएको नाताले यस्तो भइसकेको छ है गाइस। ल दाइले गाडी घुमाउँदै हुन्छ। अब चाहिँ हामी सिधै जान्छौँ 5 नम्बर। दाइले मलाई छोडेर भाग्नुभयो गाइस। 2 नम्बरमा फेरि जानु पऱ्यो होइन। यहाँको म्यामले पनि 2 नम्बरमा गएर सल्लाह लिनु, कागज चाहिँ यस्तो यस्तो भएछ भन्नुभएको। अब दाइले क्या कुरा गर्नुहुन्छ होइन। बाटो चाहिँ एकदमै खत्तम, हेर्नै नहुने, गर्नै नहुने, मिल्नै नमिल्नेको छ होइन। नजर हाती दुर्घटना घटी। अब हामी चाहिँ यहाँ चाहिँ रोकेर जग्गा देखाउँछौँ तपाईँहरूलाई होइन। जग्गा कस्तो छ भन्नु होला, मैले अघि नै भनिसकेँ। जग्गा किन्न मन छ भने चाहिँ टक्क यहाँ उयो गर्न सक्नुहुन्छ, सम्पर्क गर्न सक्नुहुन्छ मुनि दिएको नम्बरमा। अब टक्क हामी तपाईँलाई जग्गा देखाउँछौँ होइन। जग्गा चाहिँ यता पछाडि छ होइन। अब तपाईँहरूले चाहिँ होइन यता आउनुभयो र तपाईँहरू जग्गा थाहा भएन भने चाहिँ यहाँ चलेको ठाउँ नाम भनेको चाहिँ कार्कीको घर छेउको जग्गा भनिन्छ होइन। यस्तो छ है। कुन कुन हो दाइ देखाइदिनुहोस्। कता हो मलाई पनि थाहा भएन, जस यति हो, आली लाको जति हो। आली लाको जति हो होइन, परैसम्म छ। के आली लाकोहरू हो नि यो आली लाको माथि बोलीको रोपाइ हो होइन। माथि उत्तापट्टि पनि छ, उता गहिरोतिर पनि उता गहिरो पनि यस्तो रहेछ नि। ऊ परसम्म रहेछ होइन जग्गा चाहिँ, भोलिको रोपाइ रे। अनि यहाँ नयाँ आउनु भएको यहाँ यो आन्टीहरूको घर पछाडि यो जग्गा हामीले गरेको भन्नाले आन्टी के थरी हो हामी बान्या हो हजुर। यहाँ यहाँ 3टा गरा चाहिँ अब हाम्रो खेत गर्ने चाहिँ उनीहरू सामु भोलिको रोपाइ। यो ठाउँलाई चाहिँ के भनिन्छ? यो ठाउँलाई आलेटार बोल्छ है, आलेटार। आलेटारमा चाहिँ होइन बान्याको घर पछाडि छ। तपाईँहरूले चाहिँ यहाँ हेर्न आउन सक्नुहुन्छ। यो बिक्रीमा छ होइन। जग्गा चाहिँ एकदम राम्रो छ, भोलिको रोपाइ अरे। यहाँ हेर्नुहोस् बबाल छ जग्गा, आली लाको जति छ। यहाँदेखि अलिक पर नि छ कि। ल अब हामी चाहिँ यहाँ एकछिन गफसफ गर्छौँ अनि फेरि बाहिर निस्केपछि तपाईँलाई भेट्छौँ। ल हेलो गाइज, यहाँ चाहिँ गफ भइसक्यो होइन। अब अलिकति अझै काम छ हाम्रो, अनि 2 नम्बरमा जाने होइन। अब अफरोड खतरा छ गाइज होइन। यहाँ क्यामेरा बोक्न पनि डर लाग्ने छ, त्यही भएर हामी अब डाइरेक्ट 2 नम्बर छेउमा पुगेर चाहिँ तपाईँहरूलाई भिडियो फेरि स्टार्ट गर्नेछौँ है गाइज। अब चाहिँ हामी होइन टक्क लाएर यहाँ शुक्रबारेको ग्राउन्ड भनिन्छ होइन। यहाँ नमुना पार्क भन्छ। शुक्रबारेको ग्राउन्डदेखि पल्लोपट्टि एउटा पोखरी छ, त्यहाँ बस्ने ठाउँ रहेछ होइन। नमुना पार्क भनिन्छ होइन। नमुना पार्क छेउमा आइपुगेको छौँ हामी चाहिँ अहिले। अब हामी यहाँबाट चाहिँ कति 2 मिनट जतिमा पुग्छौँ होला होइन। पर वडा कार्यालय 2 नम्बरको, अनि टक्क लाएर अब 2 मिनट जतिमा पुगिन्छ वडा कार्यालय। बाटो चाहिँ एकदम बवाल छ, पिच चाहिँ पिच होइन। बवाल शुक्रबारे बजार है गाइस, बजारको मेन रोड।
मैले देखाएको मन्दिर हो। यसको नाम चाहिँ माता मन्दिर भनिन्छ होइन। अहिले फर्किँदा फुर्सद भयो भने यहाँ घन्टी सन्टी पनि बजाउने हो कलाएर। अहिले चाहिँ हामी यहाँ वडा कार्यालय जान्छौँ होइन। वडा कार्यालयको बाटो चाहिँ बबाल छ है गाइज। अहिलेको वडा कार्यालय र यो वडा कार्यालयमा होइन तपाईँहरूलाई कुन चाहिँ राम्रो लाग्यो होइन कमेन्ट गर्नु होला। बवाल छ होइन। मलाई चाहिँ यो राम्रो लाग्यो 2 नम्बरको होइन। मलाई चाहिँ मेरै राम्रो लाग्यो होइन। फाइनली फेरि पनि आइपुग्यो वडा नम्बर 2 मा। डाइरेक्ट गो टु द घर। अहिले हामीसँग भेट भइसकेको छ मेरो प्रिय भाइ नारायण ढुङ्गामा। साथीभाइ यहाँ एकजना सदस्य थपिसक्नु भएको छ। थपेको अवस्था अलिकति काम थियो वडामा, अहिले सँगै सक्यो त्यही भएर। उहाँ चाहिँ हाम्रो तत्काल छिमेकी हुनुहुन्छ होइन। अब दाइ के भन्नु त यहाँ हजुर बाई बाई ल तर्फ घर लाग्दिएको गाइज होइन। अब अघि आउँदा 2 जना अहिले जाँदा 3 जना होइन। घरतिर जाने हो अनि खाजा खाने हो, गुन्द्रुक र भात खाने हो अनि मजाले ढल्किने हो होइन। लुगाको कुरा पनि त्यस्तै भइगयो होइन। अब घरमा जाने आरामले सुत्ने हो। ल गाइज है होइन जहाँबाट सुरु गरिएको थियो गन्तव्यसम्म जानलाई होइन त्यहीँ आइपुग्यो फाइनली। टक्क अब फाइनली आइपुग्यो त्यहीँसम्म। अब यहाँ हर्षगुरमा बसिरहनु भएको छ। सबै काम साम पनि सक्यो ढुक्क भयो। बाई बाई।